वेलकम ब्याक टु माई न्यू भिडियो। म स्कुलबाट भर्खर आउँदैछु र आजबाट इक्जाम सुरु भयो, फाइनल आजको इक्जाम चाहिँ के भयो होइन, विज्ञान, साइन्स र सामाजिकको थियो। मलाई इङ्ग्लिसमा बुझ्दैन। आजको मौसम पानी परिरहेको छ पुरै। यो खलढुङ्गातिर चाहिँ यस्तो दिन घुमेको छ कि हाम्रो घरहरू देख्दैन। गर्मी मेरो दुईवटा आधार एरिया त्यस्तै छ होइन। त्यही हो, थ्याङ्क यू सबैजनालाई। 2000 पुरै यस्तै छ गाइज। म तपाईँहरूलाई घरमा सिधै घरमा गएर यस्तो अप्सन भए 2 hours later. बाटोमा मैले को भेटेँ यहाँ। यो यसको एग्जाम मेरो भन्दा 1 घन्टा अगाडि सकिएको। अहिलेसम्म यहीँ रहेछ बल खेलेर। अनि भाइले यहाँ छ होइन, मैले चाहिँ भाइलाई भेटेँ नि त। रियाक्सन चेक गरेको बल खेल्दै यता हेर त। यसको लुक चाहिँ यस्तो छ है भाइ। यो खेल्यो, इक्जाम सक्यो किन? तिमीहरूको इक्जाम कति बजी सकेको? 12 बजे कि 11 बजी सक्यो? अनि यत्रो टाइम लाग्छ, घर आऊ न। कहाँ गइस्? के गर्न गयो? लुगा सुगा सबै मैले बनाएर आएको है। आज यसलाई मम्मीले राम्रो त्यति छिटो इक्जाम सकेर यत्रो बेर लाग्छ। र अब चाहिँ तपाईँले म घरमा जान्छु, खाजा सिधै रोपाइमा भेट्नेछु। अहिलेको मौसम यस्तै छ होइन। ल गाइज, सिधै रोपाइमा फाइनली म चाहिँ घर आइसकेँ। यस्तै छ हाम्रो बेट। अब चाहिँ म गर्मीले हेर्नु गाइज यार, कालो मान्छे झन् कालो नराम्रो बिस्कुट नआएको ठुलो रे। म चाहिँ लुगा फेर्न थालिसकेँ। मैले टेम्परेन्ट लगाएको छु, टेम्परेट मेरो बडी लुगा फेरिसकेँ। टक्क मैले देख्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो माइजू मम्मीले टक्क खाजा बनाउनुहुन्छ आजको लागि। हाम्रो चाहिँ माइजू हाम्रो मम्मी यता आलु चाना टक्क छ है। र म चाहिँ अब चाहिँ मलाई खाजा बनाउनु भयो र म चाहिँ खाजा लिएर हिँडिसकेँ। पानी छ हाम्रो यस्तै हो। चाहिँ म सिधै खेतमा जानेछु। फुलहरू हाम्रो गाइजहरू यस्तै छ बाटो। यहाँ चाहिँ हाम्रो मम्मीहरूले धान रोपिसक्नु भएको छ। बाटो त्यो पर हाम्रो माइजू मम्मीहरू लिएर जानुहुन्छ खाजा। र म चाहिँ यहाँ बोकिरहेको छु। एकदमै कडक तरकारी बोक्नु जानुभयो मलाई चाहिँ। र हिँड्दैछु। र फाइनली हाम्रो ठुलो मम्मीहरूसँग मैले भेटेँ। र आज हाम्रो रोपाइ चाहिँ त्यो तल भइरहेको। त्यहाँ देख्न सक्नुहुन्छ यो उँधोको चाहिँ हिजो गरेको थियौँ हामीले। र अब चाहिँ मासतिर त्यो बारी लाम्छु दिनौँ। र यहाँ चाहिँ हाम्रो रोपाइ भइरहेको छ। देख्न सक्नुहुन्छ यस्तै छ है। र मौसम गाउँ यस्तो फरक छ नि। फेरि यहाँ चाहिँ खाजा टक्क स्कुलबाट त्यही खाजा लिएर चल्दै जाँदाखेरि। र अब चाहिँ हामीले यता कुकुर पनि छ र माइजू अगाडि हुन्छ। मम्मी अब चाहिँ हामी पुग्न आँट्यौँ। हामी चाहिँ पुगिसक्यौँ। र यहाँ चाहिँ म चाहिँ अगाडि आएको थिएँ र माइजू ठुलो माइजू भर्खर आउँदै हुन्छ खाजा लिएर। म चाहिँ गोठतिर आइसक्यो होइन। यहाँ चाहिँ खाजा छ। र यहाँ चाहिँ धान रोपिनु रहेछ हाम्रो दाई माइजू दिदीहरू सबैजना देख्न सक्नुहुनेछ। यहाँनिर हेरिरहनु भएको छ है। त्यही यहाँ चाहिँ रोपिरहनु भएको छ टक्क लगाएर धान। हेलो रे। र सबैजनालाई धन्यवाद 2000 सब्सक्राइबर पुऱ्याइदिनु भएकोमा। यहाँ यस्तै छ गाइज। खाजा खाने ल भइसक्यो। र अब चाहिँ हामी खाजा खान थालेको। यहाँ चाहिँ हाम्रो खाजा खाने कार्यक्रम चलिरहेको छ। हाम्रो यता सबनजी हुन्छ आज खालु आलु चिउरा के के खानुहुन्छ सबै थियो। र हाम्रो दाइ हाम्रो मामा भाउजूहरू सबै हुनुहुन्थ्यो। हामी चाहिँ टक्क है यता चाहिँ खाजाबारी चलिरहेको छ कि हाम्रो दिदी यता। र अरू चाहिँ रोप्न गइसक्नु भाइरमा चाहिँ यहाँ टक्क हेर मौज गरेर बसिरहेको छ। मरि चाहिँ त्यहाँ रोपिरहनु भएको छ। प्लास्टिक नै होस् यस्तै गाइज। अब हामी मन जानु पऱ्यो नि त गाइज। हामी चाहिँ जसले बस्यौँ टक्क भाइ चाहिँ है देपिटी हुन्छ होइन। हाम्रो यता मौसम चाहिँ एकदम काम गरिरहेको छ। चाहिँ टक्क लगाएर है रोपाइ भइरहेको छ। हामी चाहिँ मौज छ यता गाडी गरेर हाम्रो दिदी दाइ यता
म चाहिँ यता छैन फेरि याद काम गरेन भन्नुलाई फेरि हामी चाहिँ टक्क यता खाजा खाने टोकेर हामी चाहिँ हाम्रो खाजा सुरु भइसक्यो। यता हाम्रो श्रवण भाइ आलु चिउरा खाजा दियो खानुहुन्छ हाम्रो दाजु यता हाम्रो सबैजना र अझै पनि छ हाम्रो खाजा खाने कार्यक्रम र गाइस काम नगर्ने चाहिँ हामी मात्र हो जस्तो छ। हामी चाहिँ टक्कै खाजा खाएर हामी दुईटा मात्र गोठाउँछ। हाम्रो भाइ यता क्युट गइसक्नुभयो अनि हामी चाहिँ अब के गर्ने मैले चाहिँ टेम्पल लगाइसकेको छु रुखमा बाँधेर है। भ्यू हेर्नु होला, तपाईँले इन्जोय गर्नु होला। र म सिधै यो टेम्पल सकेपछि मात्र आउने छु। सो गाइज म चाहिँ टक्क खेतबाट आइसकेको छु घरतिर। रात पनि परिसकेर नुहाइसकेर नुहाइ गरेर नि पठाएको बसेको पानी चाहिँ अझै परिरहेको बाहिर चाहिँ। र म चाहिँ अघि त्यो तपाईँले टेम्पलेट हेर्नुभयो होला, त्यहाँ काम गरिरहेको थिएँ र हेर्नु पाएन। र गाइजहरू यस्तै छ होइन, के गर्ने कोठाको रुमसम्म हालत खराब। आज चाहिँ पढ्दैन फेरि कस्तो दामी भ्यू छ, पानी परेर होला। र आजलाई यति नै गाइज, 2K पुऱ्याउनु 10K छिटै पुऱ्याउनु होला। हस् त बाई बाई गाइज।